तातो तातो कहिलेकाहीँ खोर्सानी अगाडि खाने मजा आउँछ क्या। सामान प्याक गर्नुको लागि कार्टुन बनाउनु पर्यो अनि कार्टुनमा चाहिँ सामानहरू बोक्नु एकदम सजिलो हुन्छ कि स्पेसली यो सिफ्टिङ भन्ने गर्ने बेलामा चाहिँ एकदमै सजिलो हुन्छ नि त। त्यही भएर यो कार्टुनहरू चाहिँ हामीले यसरी राखिरहेको हुन्छ। फाइनली म चाहिँ आइपुगेँ ठुलो ढुङ्गा अथवा यसलाई चाहिँ फेक मालुङ पनि भनिन्छ। अनि म बसेको ठाउँदेखि यहाँ हुन्छ ठिक्क 1 घन्टा लाग्छ हिँडेर। अनि टक्क आयो, त्यसपछि यहाँ चढेर यता तलतिरको भ्यू हेर्दाखेरि चाहिँ साह्रो आनन्द आउने। तर अहिले चाहिँ सबै उयो भइसकेको रहेछ। यहाँनिर धानहरू फल्ने सिजनमा आयो भने चाहिँ कस्तो राम्रो देख्छ कि भ्यू। फेक मालुङमा चाहिँ यस्तो छ, यहाँ स्ट्याचु छ प्लस यहाँनिर हार्ट सेपको उयो पनि छ यहाँनिर फोटोहरू खिच्नुको लागि। अनि टक्क यताबाट चाहिँ यस्तो दामी भ्यू देखिन्छ। अझ यहाँनिर चाहिँ धान रोप्ने सिजन हो त्यस्तो भयो भने चाहिँ कस्तो राम्रो देख्छ कि। र पनि अहिले पनि सबै राम्रो देखेको छ। 1 घन्टा हिँड्दै आएर यहाँ बसेपछि चाहिँ कस्तो आनन्द रिलिफ हुन्छ कि। अनि साथै हिँड्दै आएपछि भोक लाग्यो भने चाहिँ यहाँनिर चाहिँ के पनि पाउँछ भने नि यो वाला घरमा चाहिँ ढुङ्गामा पोलेको सेक्वा पनि पाउँछ क्या। टक्क खाने हो अनि फेरि हिँड्दै जाने, दामी हुन्छ। मिथ अबाउट फेक मालुङ रे, यस्तो छ मिथ अबाउट फेक मालुङ। यहाँ ठुलो ढुङ्गामा चाहिँ यस्तो ढुङ्गामै पोलेको सेक्वा पाउँछ। फाइनली मेरो अर्डर पनि आयो। यहाँ चाहिँ ढुङ्गामा पोलेको सेक्वा, भेज चाउमिन, चटपटी अर्डर गरिरहेको छु। खाएँ ल ढुङ्गामा पोलेको सेक्वा। कस्तो मिठो। चाउमिन चाहिँ ठिकै, यो चाहिँ दामी रहेछ। सेक्वा चाहिँ दामी। मेरो चटपटी पनि आयो हो। चटपटी चाहिँ कस्तो छ सेक्वा अनि चटपटी बिग बाइट।